के तपाईले कहिले यस्तो महसुस गर्नुभएको छ कि जीवनमा हामी अरूको साथ खोज्दै धेरै समय बिताउँछौँ तर वास्तविक सुख आफैभित्र हुन्छ। एक्लो हुँदा पुस्तक पढ्नुहोस्, सङ्गीत सुन्नुहोस्, प्रकृतिमा हराउनुहोस्, जीवनको हरेक क्षणलाई आनन्दले भर्नुहोस्, किनभने साँचो खुसी बाहिर खोज्नुपर्ने होइन, तपाईको मनभित्र नै छ। त्यसैले आफूलाई राम्रोसँग बुझ्नुहोस्। अर्कासँग सम्बन्ध बनाउनु भन्दा पहिले आफैसँग राम्रो सम्बन्ध बनाउनु आवश्यक छ। एक्लै बस्दा तपाईलाई कस्तो लाग्छ? यदि एक्लोपन तनावपूर्ण लाग्छ भने यसको अर्थ तपाईले आफ्नो अस्तित्वलाई अझै राम्रोसँग बुझ्नु भएको छैन। आफूभित्रको आवाज सुन्नुहोस्, आफ्ना रुचिहरू खोल्नुहोस् र आफूलाई राम्रोसँग चिन्नुहोस्। एक्लोपनलाई अवसरको रूपमा लिनुहोस्। धेरै मानिसहरू एक्लो हुँदा दुखी महसुस गर्छन् किनभने उनीहरूलाई लाग्छ कि एक्लोपन भनेको अभाव हो। तर वास्तवमा एक्लोपन भनेको आफूलाई सुधार गर्ने उत्कृष्ट मौका हो। तपाईले नयाँ कुरा सिक्न सक्नुहुन्छ, किताब पढ्न सक्नुहुन्छ, सङ्गीत सुन्न सक्नुहुन्छ, ध्यान गर्न सक्नुहुन्छ वा कुनै नयाँ सिप पनि सिक्न सक्नुहुन्छ। एक्लो हुँदा मनलाई सकारात्मक कुराले भरिदिनुहोस्। एक्लोपनमा कहिलेकाहीँ नकारात्मक विचारहरू आउन सक्दछन्। म किन एक्लो छु? अरू मानिससँग म किन छैन? यस्तै सोचले मात्रै तपाईँलाई कमजोर बनाउन सक्छ। यसको सट्टा आफूलाई माया गर्ने तरिकाहरू खोज्नुहोस्। हरेक बिहान ऐनामा हेरेर भन्नुहोस्, म महत्त्वपूर्ण छु, म सक्षम छु, म आफूले आफूलाई माया गर्छु। साँचो खुसी बाहिरी चिजहरूबाट आउँदैन। साँचो खुसी बाहिरी चिजहरूबाट आउँदैन, यो तपाईको भित्री मनबाट आउँछ। ध्यान गर्ने, योग गर्ने वा कुनै शान्त चिजमा समय बिताउने बानीले तपाईलाई एक्लोपनबाट शान्त र सन्तुष्ट रहन मद्दत गर्दछ। प्रकृतिसँग समय बिताउनुहोस्। एक्लोपनको अर्को राम्रो उपाय भनेको प्रकृतिसँग जोडिनु पनि हो। बाहिर निस्किनुहोस्, सूर्यको उज्यालोमा समय बिताउनुहोस्, हरियाली हेर्नुहोस्, खोल्सामा गएको पानीको ध्वनि सुन्नुहोस्। प्रकृतिले तपाईलाई ऊर्जा दिन्छ र तपाईले महसुस गर्नुहुनेछ कि तपाई कहिल्यै पनि वास्तवमा एक्लो हुनुहुन्न। आफूलाई सुधार्दै जानुहोस्। एक्लोपनको समयमा तपाईले आफूलाई थप राम्रो बनाउन सक्नुहुन्छ। कुनै नयाँ सिप सिक्नुहोस्, व्यायाम गर्नुहोस्, आफ्नो लक्ष्यहरू सेट गर्नुहोस् अनि आफैमा सुधार ल्याउनुहोस्। तपाईलाई धेरै धेरै बधाई छ, धेरै धेरै शुभकामना पनि छ।